नमस्ते साथीहरू, आजको भिडियोमा हामीले एभिडेन्स लको महत्त्वपूर्ण च्याप्टर डक्ट्रिन अफ स्टोकवेलका बारेमा चर्चा गर्नेछौँ। भिडियो पुरा हेरी भिडियोलाई लाइक, कमेन्ट र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीलाई सहयोग गर्नुहोला। र अब लागौँ आजको विषयवस्तुतिर। स्टोपल शब्दको उत्पत्ति पुरानो फ्रेन्च शब्द स्टोपेलबाट भएको हो। यसको अर्थ स्टोपर हुन्छ। स्टोपर शब्द पनि स्टोपर शब्दबाट उत्पत्ति भएको हो, जसको अर्थ टु स्टप अफ अर्थात् रोक्ने काम हुन्छ। साथीहरू, स्टोपेल प्रमाण कानुनको एक महत्त्वपूर्ण सिद्धान्त हो, जसका प्रयोग कानुनी काम कारबाहीका क्रममा महत्त्वपूर्ण रूपमा प्रयोग गरिन्छ। हामीले यसका मिनिङ बुझ्ने प्रयास गरौँ। स्टोपेलको अर्थ कसैले आफू पहिल्यै व्यक्त गरेका वचन, कुरा वा शब्दहरूका विपरीत जान इन्कार गर्न वा आरोपहरूलाई रोक्ने कानुनी बाधा हो। यसको अर्थ बुझ्दा कोही पनि व्यक्तिले आफूले पहिल्यै सहमति जनाएको कुरामा पछि त्यसलाई मान्दिन भन्न पाउँदैन र त्यस कार्यलाई रोक्न स्टोपेल अर्थात् विबन्धको सिद्धान्त प्रयोग गरिन्छ। अब हामी स्टोपेलको डेफिनेसन हेर्छौँ। स्टोपेल अर्थात् विबन्ध त्यो कानुनी सिद्धान्त हो जसले कसैलाई पहिले स्थापित सत्यको विपरीत दावा गर्नबाट रोक्दछन्। अझ सरल तरिकाले बुझ्न एउटा उदाहरणका सहारा लिन्छौँ। रामले श्यामलाई घर डेरामा दिएको, तर श्यामले त्यो घरको मालिकाना हकका लागि दाबी गर्न पाउँदैन, किनभने पहिले भाडामा बस्ने क्रममा बस्न दिने निश्चित गर्दा त्यसमा शर्तहरूमा सहमति जनाएको अवस्थाहरूले गर्दा दुवै पक्षलाई त्यस विपरीत जानबाट विबन्धको कानुनको सिद्धान्तले रोक्दछ। अब हामीले स्टोपेलको प्रयोग देवानी र फौजदारी कानुनमा कसरी हुँदो रहेछ भनेर बुझ्नेछौँ। स्टोपेललाई देवानी र फौजदारी मुद्दामा समेत प्रयोग गरिन्छ। मुद्दामा जस्तै लेनदेन, करार, सम्पत्ति आदि सम्बन्धी थुप्रै मुद्दाहरूमा यसको प्रयोग हुने गरेको हुन्छ। त्यसैगरी फौजदारी मुद्दामा स्टोपेल बाई रेकर्ड वा कोलेट्रल स्टोपेलको प्रयोग गरिन्छ। स्टोपेल बाई रेकर्ड वा कोलेट्रल स्टोपेल भन्नाले त्यो कानुनी अवस्था हो जसमा अघिल्लो मुद्दा वा अदालतको निर्णयले कुनै पक्षलाई सोही मुद्दा वा कारणलाई फेरि अदालतमा उठाउनबाट रोक्दछ। यसले कानुनी निर्णयको स्थायित्व सुनिश्चित गर्दछ र द्वन्द्व वा दोहोरो मुद्दा नचल्ने सहयोग गर्दछ। साथीहरू, अब नेपालको प्रमाण ऐन 2031ले व्यवस्था गरेको विबन्ध सम्बन्धी व्यवस्थाको बारेमा चर्चा गर्न गइरहेका छौँ। प्रमाण ऐन 2031 को परिच्छेद 5 दफा 34 विबन्धको व्यवस्थाहरू। उपदफा 1, कुनै व्यक्तिले लेखेर वचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन। तर कानुनी मुद्दामा यो दफा लागू हुने छैन। त्यसैगरी 2, उपदफा 1 मा उल्लेख भएका कुराहरू सो उपदफामा उल्लेख भएका व्यक्तिहरूबाट मुद्दा सम्बन्धी विषय वस्तुमा कुनै प्रकारको हक प्राप्त गर्ने व्यक्तिलाई समेत लागू हुने छ। साथीहरू, हामीसँग एउटा महत्त्वपूर्ण केस रहेको छ, पिकार्ड विरुद्ध सेयरको केस। पिकार्ड्स भन्ने व्यक्ति एक ऋण लिने मान्छे हुन् र सेयर्स भन्ने मान्छे लिलामी प्रक्रियाबाट जग्गा खरिद गर्ने व्यक्ति हुन्। यस केसमा पिकार्ड्स नामका व्यक्तिले आफ्ना बन्धकमा रहेका सम्पत्ति लिलाम हुँदाका समयमा पिकार्ड्सद्वारा कुनै किसिमका कर्जा दाबी खुलाइएको थिएन। तर त्यो जग्गा लिलाम भइसक्दा पिकार्ड्सले फेरि त्यो जग्गामाथि आफ्नो मोर्टेज इन्ट्रेस्ट देखाउँदा अदालतले त्यसलाई खारेज गरेको थियो कि त्यो जग्गा जति बेला लिलाम हुँदै थियो त्यति बेला चाहिँ किन खुलाइएको थिएन भनेर यो स्टोपेलको सिद्धान्त त्यहाँ मूलभूत रूपमा प्रयोग गरेको थियो। साथीहरू, मैले यो केसलाई थोरै डिल गरेँ, तपाईहरु डिटेलमा यसलाई हेर्न सक्नुहुन्छ। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।